यसो वन जङ्गल चार्दै हिँडेको त वन जङ्गल छ होइन कि यही नेपालको जति पनि दाजुभाइ दिदीबहिनीहरू हेर्नुहुन्छ यही भिडियो एकछिन हेरिदिनु होला ल किन भन्नुहोस् त के भयो फेरि नेपालमा मेरो चाहिँ आइडी खोलेको रहेछ नेपालको दाजुभाइहरूलाई म भन्दैछु होइन यो भिडियो चाहिँ तपाईँले किनभने मलाई धेरैले माया गर्छ नेपालबाट होइन मेरो नेपालमा चाहिँ टिकटक चल्दो रहेछ नि त यहाँ चल्दैन नेपालमा कतिले भनेको टिकटकबाट पैसा कमाउँछ अरे मलाई लोभ त लागिगयो अन्त बिच्छा भनेकै फेरि त्यो मलाई पैसा सैसासँग त उयो त छैन गरिखाने आफ्नो तर काम गर्ने कालु मकै खाने भालु भयो भने चाहिँ रिस उठ्छ नि त साथी के कसो भन त ठिक हो नि अब मेरो शुभ ब्रो नाम गरेर टिकटक आइडी खोल्यो अरे राम्रो कुरा हो मेरो भिडियो हाले राम्रो कुरा हो तर मैले अघि तिमीलाई भने नि तिमीले सेतो देखाउनु सक्छौ भने त कालो पनि देखाउनु सक्नु पर्यो नि त यस ब्रो यता आउन यहाँ भिडियो बनाउँछु आउनु अच्छा खसी ल्याउनु जानुपर्छ हौ त्यहाँदेखि बाख्रा ल्याउनु 4 बजी अहिले 4 बजी 4 बजी चाहिँ खसी ल्याउँछु भनेको नि त उता हौ मैले के भन्नु थिएँ ए त्यो भिडियोमा गिटार बजाएको भिडियोमा शुभ ब्रोले गिटार खालि बजाएको छ र अहिलेसम्म मेन्डोलिन पनि बजाएको छु गीत पनि अफिसियल गानाहरू आम डियर जनता खसीको मासु प्रेसर कुकरमा भन्ने गीत ए होइन खसीको मासु रक्सीको झोलले भन्ने त्यस्तो गीतहरू चाहिँ किन नहालेको त्यो आइडीमा ठिक हो तिमीले गिटार खालि बजाएको भिडियो हाल्नु भनेको कुरा चाहिँ के बुझ्छ त्यो भिडियो भन्ने तिमीले गिटार भिडियो बजाएको भिडियो हालेर पैसा कमाएर तिमी आफै खाँदैछौ नि त चुला जलाउँदैछौ र तिमीले यसै मेरो दया माया गर्ने भए त्यो मान्छेले मेरो गीतहरू पनि त हाल्थ्यो मैले बनाएको ब्लग्स पनि हाल्नु पर्ने किन चाहिँ हाल्दैन त के भयो मेरो ब्याट्री सक्यो क्या कुरा चाहिँ त्यहाँ छ त्यो गरेर चाहिँ मलाई इक्वालिटी भन्ने त हुनु पऱ्यो नि त हो अन्त उसले गिटार खालि मैले फेरि यस्तो कुरा है साथीभाइ मैले यहाँबाट गिटार बजाएर हालेँ च्याङ 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 बजाएर हालेँ हाल्दा नहाल्दा 2-3 घन्टाभित्रमै त्यसले टिकटकमा हाल्दो रहेछ फेरि त्यो मान्छेले त्यस्तो गर्नु पाउँछ मैले गरेको मिहिनेत त खेर भएन त्यस्तो गरिदियो भने लु भन त कतिले सोच्छ होला तेरै त प्रमोसन गर्दै होला नि भन घन्टाको चाहिएन प्रमोसन पैसा भए पो म चाहिँदैन बरु अरूले प्रमोसन गर्छ होला पैसा खर्च गरी मेरोमा त्यो पैसा पनि छैन म्युजिक भिडियो बनाउने पैसा त्यही भएर म्युजिक भिडियो बनाउनु नसकेको मैले होइन मलाई के को प्रमोसन चाहियो म अरू म्युजिसियन जस्तो भिडियो बनाएर फिल्म बनाएर त्यो लु कुनैकोलाई के भन्छ न्युज मिडियालाई लु हात जोडेर होइन पैसा दिएर कुनैको भ्लगरलाई कुनैको इन्फ्लुएन्सरहरू भन्नेलाई सक्दिनँ म जे छ नेचरल भयो पनि मतलब छैन नभए पनि मतलब छैन भए पनि खाँचो छैन नभए पनि मैले अस्ति दिन भने के कसो भन है तर जे छ त्यही होइन मैले तिमीलाई अस्ति भने जे छ त्यही तिमीलाई मैले अस्ति दिन भने होइन एक्टिङ नगर तिमी रियल बोल किन भन्छु रियल भनेको रियल हो नि त साथी अन्त मैले पनि कुरा चाहिँ त्यही हो साथीभाइ म तपाईँहरूलाई के कसो लाग्छ मेरो कुरा होइन अनि नेपालमा जुन चाहिँ त्यो आइडी छ साथी नेपाल भन्ने टाढो कुरो होइन मैले भन्ने त हिजो अस्ति पनि घुम्दै आएको म इस्ट नेपाल होइन हर्का सम्बाङ काकाको त्यहाँ हुँदै थियो म फर्केर आएँ राम्रै कारणले गर्दाखेरि आउनु नपरोस् नेपालमा तिमी कहीँ पनि भन तिमी पूर्व भन कि पश्चिम उत्तर दक्षिण पाताल मुनि आकाशमाथि मुनि चाह्यो भने एकैछिन हो त्यही भएर तिमीले नला भन्दिनँ कमाऊ पैसा तर रोयल्टीको हिसाब आउँछ है साथीभाइ हो मैले भने त अघि आज मेरो गीत लगाएर तिमीले पैसा खाँदैछौ भने तिमी गद्दार मान्छे हो क्या साथी तिमीले एउटा आर्टिस्टलाई मार्दैछौ त्यो कुरा बुझ्छ है तिमीले प्रमोसन भन्दै तिमीले अर्काको भिडियो हाल्छौ भनेदेखि तिमीले पैसा कमाउनु तिमीले आर्टिस्टलाई मार्दैछौ हो तिमीले साँच्ची नै तिमीले मलाई सपोर्ट गर्ने भयो तिमीले मैले गीत गाएको पनि तिमीले भिडियो सेयर गर्छौ गाएको पनि सेयर गर्छौ नाचेको खाएको बजाएको सबै सेयर गर्नु पर्यो नि त किन तिमीले गिटार बजाएको खालि मेरो भिडियो हाल्दैछौ त्यसले के बुझाउँछ भने तिमीले चाहिँ पैसाको लागि गरेको रहेछ नि त अर्काको थोपरा देखाएर बाख्रा देखाएर चाहिँ तिमी बाघ फसाउने कुरा नगर है साथीभाइ शुभ बाख्रा होइन है बाघको छोरा हुने फेरि मा कसम भनेको बाघ बुढो भयो पनि घाँस खाँदैन भन्छ नि होइन त्यही भएर मैले भने नि त्यो साइबर ह्याक गर्नु मलाई केही ठुलो कुरा होइन साथीभाइ यहीँबाट गरिदिन्छु टिकटकको आइडी कि मैले धाक देखाएको पनि होइन तर त्यस्तो गर्नु मलाई मन चाहिँ बाध्य नबनाऊ होइन किनभने जे जस्तो भयो पनि म त खुसी लाग्छ नि त हौ आज म इन्डियामा बसे पनि लन्डनमै बसे पनि नेपालमै बसे पनि आसाम मिजोराम जहाँ बसे पनि सिक्किम बसे पनि नेपाली त नेपाली हो नि त यार के कसो भन्नु त गर्व गर्नु पर्यो नि त अन्त नेपालीले नेपालीकै खुट्टा तानिरहेको मजा आउँछ तिमीलाई मजा आउँदैन नि त हो त्यही भएर त अहिलेसम्म तिमी पनि सोच न मैले डियर जनता गीत निकालेँ मेरै गाउँको मान्छेले पनि कतिले सेयर लाइक पनि गरेको छ
मानसिकताको हो नि त खेला। अब मैले राम्रो गरेको तिमीले देखिँदै सक्दैनौ, त्यो मानसिकताले गर्दाखेरि हो नि त। अन्त मैले चाहिँ त्यो भनेको अब त्यो मान्छेले भिडियो नहाल तर हालेपछि सबै हाल क्या, अन्त मजा आउँछ। म न्युज मिडियालाई पनि कतिलाई म भने होइन, मलाई गाली गर्छ भने मैले राम्रो गरेको काम पनि देखाउनु, अन्त मजा आयो नि। इक्वालिटी हुनु पऱ्यो नि त, बराबर। अन्त घरको बुढीलाई चाहिँ बेसरी काममा लाउँछ, अन्त कहाँ आफ्नो बुढीलाई राम्ररी देख्छ अन्त। अर्काकै बुढी खेतो लागिरहेको क्या, आफ्नो बुढीलाई त्यहाँ लैजाऊ त, सिङ्गारा त राम्रो देख्यो नि। आफ्नो मान्छेलाई चेप न, आफ्नो गीत सङ्गीत, आफ्नो खास अथेन्टिक रियल चिजलाई चिन न, बुझ न। बुझ्दैन त बुझ्दैन। अन्त त्यो डोकोमा दुध धोएर के गर्नु फेरि म पनि। त्यही भएर चाहिँ जस्तोलाई त्यस्तै, ढेडुलाई निस्तै भन्छ नि। सिधासँग सिधै हुने हो साथीभाइ, लाटासँग लाटै भएर बात गर्ने हो, बाटासँग बाटै भएर बात गर्ने हो, ठुलोलाई आदर गर्ने हो, सानोलाई पनि आदर गर्ने हो। त्यही भएर चाहिँ मलाई चाहिँ मन चाहिँ दुखेको त छैन साथीभाइ होइन, तर मैले भनिदिएको मैले गिटारको भिडियो हाल्छु भने मैले गीत गाएको पनि भिडियो हाला, त्यो पनि हाल्नु सक्दैन नि, त्यो एकाउन्ट सिज गरिदियो, बन्द गरिदियो हो भन्नुभन्दा अगाडि। फेरि मैले बन्द गर्नु पऱ्यो भने ब्याड हुन्छ फेरि होइन ब्रो। के कसो भने त दिमाग सड्कियो भने उल्टा पनि सड्किन्छ, सुल्टा पनि सड्किन्छ नि त। त्यही कारणले म त्यही भन्छु साथीभाइ। अनि सेकेन्ड कुरो, मैले जब भिडियो हाल्छु, गिटार बजाएको भिडियो, कुनै के गरेको भिडियो हाल्छु नि, हालेकै 2 घन्टामा हाल्यो भने चाहिँ ब्याड भयो। मैले गिटार बजाएर जुन चाहिँ पनि 6 महिना भन्दाखेरि अगाडि त्यो भिडियो पोस्ट भएछ टिकटकमा भने नि, गयो त्यो खेर गयो त्यहाँदेखि साथीभाइ। त्यो हारेको ज्वाडी जस्तै हो, त्यो त्यहाँदेखिको हारेको ज्वाडी जस्तै हो। त्यही भएर चाहिँ मैले जति पनि भिडियो हाल्छु मेरो फ्यान फलोवर्सहरूले देखाइदिइ हाल्छ मलाई। के हो सुता, तिम्रो भिडियो चाहिँ यस्तोमा अपलोड भयो भने मलाई त मेसेज गर्छ नि त, कमेन्टमा हाल्छ नि त। त्यही भएर चाहिँ मैले जस्तो भिडियो हाल्छु, त्यो भिडियो चाहिँ नयाँ भिडियो चाहिँ नि आज डिसेम्बर 3 तारिक अरे होइन, 2-3 तारिक, डिसेम्बर 3 तारिक हालेको भिडियो चाहिँ 4 तारिक अपलोड भयो, 5 तारिक 6 तारिक भयो भने चाहिँ त्यसको ब्याड भयो। 6 महिनाभन्दा अगाडि चाहिँ मेरो भिडियो त्यो टिकटक आइडीमा नि अब फ्रम द भिडियो पोस्ट भएछ भने चाहिँ हेर ब्रदर, जेसुकै होस्, तिमी प्रधानमन्त्रीको छोरा होस् कि छोरी होस् कि हो, धनी होस् कि जसुकै होस् न, पार्टीमा हिँड्ने मान्छे होस् कि तिमी जतिसुकैको डरलाग्दो तिम्रो भुल होस् न, डराउनेवाला छैन म फेरि आइपुग्छ है, फेरि ब्यान गरिदिन्छु नि म फेरि होइन। म मान्छे अलिक पक्ला पनि छु, पक्ला भन्दा पनि अब पक्ला त हो, नर्मल मान्छेले बुझेन त्यो मान्छे पक्ला होइन नि त। त्यो कुरा त तिम्रोमा दामी गुण छ, तिम्रोमा दामी ट्यालेन्ट, मैले बुझेन नि त, मेरो लागि त तिमी पक्ला हो नि त। अन्त के कसो भने पक्ला हो नि त, अन्त म पक्लाए हो साथीभाइ। किनभने बुझ्दैन नि त, जो पैदले कहाँ बुझ्छ अन्त। आइन्स्टाइन नि त पक्लै भनेको, लक्ष्मी देवकोटालाई नि त पक्लै भन्यो समाजले, के भन्यो रामानुजनलाई पनि पक्लै भन्यो नि त, त्यत्रो म्याथमेटिसियन ठुलो डरलाग्दो। सोक्रेट्सलाई पनि पक्लै भनेको, बुद्धलाई पनि एकपल्ट पक्लै भन्यो, जिजस क्राइस्टलाई पनि पक्लै भनेको हो नि त, थुकेको हो नि त। त्यही भएर चाहिँ होइन मेरो कुरा के लाग्छ, के मैले तलमाथि कुरा गरेको छु, ठिक हो नि। मैले भने त मलाई प्रमोसन चाहिँदैन नि, त्यो टिकटक बनाएर मलाई प्रमोसन नगर न, त्यो तिमीले प्रमोसन गरेको होइन, त्यो तिमीले मेरो भिडियो हालेर मेरो थोपडा हालेर तिमीले पैसा कमाउँदै त्यो त्यसलाई प्रमोसन भन्दैन। अनि मलाई प्रमोसन पनि चाहिँदैन, मैले भने नि चाहिँदैन मलाई। यस्तै हो बुढो, हेर म्युजिक भिडियो बनाउनु सकिन, यो चिराउने बाँसहरूको फेदमा बसेर भिडियो सुट गर्छ नि हौ, म्युजिक भिडियो अन्त छैन त छैन, तर जे छ त्यसमै खुसी हुनु पर्यो नि त, के कसो भन त। त्यही भएर अब मेरो गीतहरू पनि अब मैले तिमीलाई 2टा चिजको वार्निङ दिएको छु ब्रदर होइन। नेपालबाट फ्यान्सहरू टन्नै छ, मलाई नेपाल धेरै मनपर्छ, महाकसम भनेको कि नेपालमा जो जन्मिन्छ नि त्यो मान्छे बहुत भाग्यमानी हो। तर जसले पनि नेपाल छोडेर गयो नि नेपालमा के हुँदैन रहेछ भनेर, हुन त म नेपालको त होइन, मेरो राष्ट्र भारत हो, इन्डिया, तर नेपालमा जन्मिनु भनेको चाहिँ नि यो ढुङ्गा देख्दैछौ, यहाँ त 10पट्टि टाउको छपाउँदाखेरि पनि जन्मिँदैन नेपालमा चाहिँ, नेपाली भएर जन्मिनु चाहिँ बुद्ध जन्मेको देश हो। 8वटा शिखर संसारको सबैभन्दा 8वटा शिखर मध्ये 10वटामा 8वटा ठुल्ठुलो पर्वत नेपालमा छ, के कसो भन्नु त। अन्त कुरा चाहिँ त्यो है साथीभाइ। त्यही भएर चाहिँ हामी अब रियल हो, त्यो मान्छेले वार्निङ हो कि मेरो भिडियो हाल्छ भने सबै हाला, के हाल्दैन होला ब्यान गर हो। पैसा कमाउँदैछ भने रोयल्टी चाहियो, तिमीले लिस्ट कहिले दिन तिमीले कति पैसा कमायो टिकटक भिडियोबाट मेरो हाल्दा त्यसको म निकाल्छु हिसाब, म एक्सपर्ट लगाउँछु नि, छ नि हौ आमा कस्तो कुरा गरेँ शुभ कुराको छैन होला, होल्ड एक्सपर्ट निकालेर त्यो मजाले डिटेल्स निकाल्छु ब्रदर हो, जति पर्सेन्टेज छ मेरो मर्जी, म 50%ले मागौँ कि 60%ले मागौँ, मेरो हो नि त, द्याट्स माई प्रपर्टी होइन।
अनि त्यसपछि जस्तो भिडियो हाल्छु त्यस्तै 6 महिना भन्दाखेरि अगाडि मेरो भिडियो टिकटक आइडीमा पोस्ट भएको छ भने चाहिँ ब्याड भयो फेरि खतरै भयो त्यहाँदेखि त मैले भने त्यो हारीको ज्वारी भन्दै घिनलाग्दो हुन्छ त्यो घायल बाघ भन्दै घिनलाग्दो हुन्छ त्यो मान्छे त्यही भएर मलाई केही दुश्मनी पनि छैन कसैसँग होइन तिमीलाई माया गर्छु मलाई होइन तिमीलाई माया गर्छु त्यो मान्छेलाई माया गर्छु किन हामी नेपाली हो तर औँला दिँदा डोडा चाहिँ ननिल है कुरा त्यति हो औँला दिँदा डोडा चाहिँ ननिल है बस बेसी पातमा हुँदैन फेरि बेसी नै पुग्छ फेरि ल यो साथीभाइ अब नयाँ म्युजिक भिडियो त बनाउनु सक्छ सक्दैन होइन ऊ एजी र मेरो सकेन भने चाहिँ ऊ बाँसघारी जिन्दाबाद कट्टुसको फेदमा बाँसघारी जिन्दाबाद चिलाउने घारी ऊ चिलाउने फुलेको लादी लहरा पानको पत्ता कहाँ अरे त्यहीतिर आइपुग्छ है फेरि घोडाल पनि हिँड्नु नसक्ने भिरुपतिर पुग्छ मैले होइन रेला गरेको होइन म्युजिक एज अ प्रोफेसन होइन तर म्युजिक भनेको चाहिँ रियल हुनु पर्दैन आजकलको म्युजिक म देख्छु कि तिमी हामी पनि सक्छौँ त्यस्तो म्युजिक बनाउनु सक्दैन र तर त्यो के हगाइ भन्दा पताइ ठुलो भन्छ नि हुन्छ नि त्यो केही हुँदैन कि प्रमोसन अरे कुनै के गर्नुपर्छ अरे आमा कुनै कसले कहाँ गएको अन्त लौडो बोकेर आफूले आफूलाई ठुलो पनि भनेको थिएँ नि साथीभाइ म जस्तो हजारौँ जन्मिन्छ हजारौँ जन्मेको थिएँ पहिला अघि मैले बुझ्दै भनिहालेँ मतलब पनि भयो होइन जानु चाहिँ कहाँ गएको तिमी लौडो बोकेर होइन अस्ति कुकुरले क्या मेरो खाएको ए त्यसलाई कुटौँ भनेको कि माया लाग्छ नि त साथीभाइ आफूले पालेको चिज कि कुकुरलाई कुटेर त्यसलाई एबिसिडी पढाउनु भएन बरु कुकुरले एबिसिडी हामी मान्छेले बुझ्दैन फेरि कुकुरले बुझ्छ कि त्यसलाई मैले देखाएर चाहिँ हल्का भन्यो ल साथीभाइ राखेँ